नमस्ते, स्वागत छ यहाँ सबैलाई मेरो युट्युब च्यानलमा। र आज चाहिँ म हजुरहरुलाई यो साइक्लोमेनको यो प्लान्टहरु यहाँ देख्नुहुँदैछ र मेरोमा चाहिँ साइक्लोमेनको प्लान्ट मेरो पटहरु चाहिँ थुप्रो छ है। र एउटा साइक्लोमेन चाहिँ एकदमै यहाँ फर्स्ट ब्लुमिङ भइरहेछ। हजुरहरुलाई आज त्यसैको भिडियो शेयर गर्न गइरहेछु। र हजुरहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला अनि छेउको बेल आइकन पनि बजाइदिनु होला। र आउनुहोस् आजको भिडियो सुरु गरौँ। र हजुरहरुलाई अघि मैले भनिहालेँ है, यो साइक्लोमेनको प्लान्ट हो र पटहरु मेरोमा थुप्रो छ है। र प्लान्टहरु पनि धेरै नै मैले बनाइसकेको छु। र फर्स्ट ब्लुमिङ यो चाहिँ हेर्नुस् है, यहाँ देख्नुहुँदैछ है। यो मैले अस्ति यसको बर्ड्स यानी कपिलाको पनि भिडियो हजुरहरुसँग शेयर गरेको छ। र यो चाहिँ फर्स्ट ब्लुमिङ भएको छ हेर्नुस् है। र एउटै कपिला आएको थियो है। र यस्तो प्रकारको यो साइक्लोमेन चाहिँ यस्तो हुन्छ। र यसको कलर पनि धेरै थरीको हुन्छ। कलरहरु मेरोमा चाहिँ व्हाइट र यो पिंक छ अनि पिंक र व्हाइटको शेडिङ पनि छ है। र हुन त मैले यो पाली रेड पनि मैले साथीकोबाट ल्याएर आएर चाहिँ मैले रेड पनि ग्रो गरेको छु। र रेड चाहिँ मेरोमा भयो कि भएन मलाई त्यति पत्तो छैन है। र अब यो फुल स्टार्ट हुँदै जाँदाखेरि चाहिँ भयो कि भएन मलाई याद हुन्छ है। र अहिले मेरोमा चाहिँ पर्मानेन्ट चाहिँ एकदमै यो व्हाइट र पिंकमा चाहिँ शेडिङ छ है। र व्हाइट एउटा कलर छ अनि पिंक एउटा कलर छ। कलर चाहिँ मेरोमा अहिले तीनटा कलर चाहिँ छ है। र प्लान्ट चाहिँ यस्तो हो। र यसपालि चाहिँ मैले हजुरहरुलाई घरिघरि पनि भनि नै रहेको छु, मेरो घरको कामले गर्दाखेरि चाहिँ एकदमै सिमेन्ट बलुवा है, एकदमै यो प्लान्टहरुमा पनि हेर्नुस् धेरै यो सिमेन्ट एकदम सेतो सेतो लागिसकेको छ। कति जोगाउँदाखेरि पनि है लागि त हाल्छ घरको कामले गर्दाखेरि। र पनि बचाएर चाहिँ राख्ने कोसिस चाहिँ गर्दैछु है। र यो एउटा चाहिँ ब्लुमिङ भइहालेको छ है, मैले हजुरहरुलाई भनिहालेँ। र फेरि पनि मेरो यो साइक्लोमेनको फ्लावर हुँदै गयो भने हजुरहरुलाई भिडियो शेयर गर्नेछु। र आजलाई चाहिँ यति नै। हवस् त, फेरि अर्को भिडियोमा भेट गर्ने नै छु। तबसम्मको लागि हेर्दै गर्नुहोस् मेरो युट्युब च्यानल। धन्यवाद।